हेलो हेलो साथीहरू अनि हार्दिक स्वागत गर्न चाहन्छु मेरो यस नयाँ भिडियोको साथमा। तपाईँहरूको माझमा उपस्थित भइसकेको छु म है, आफ्नो दिनचर्या भलाकुरो निर्माण गर्नको लागि नयाँ नयाँ भिडियो लिएर आउनेछु। तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला है, त्यही भन्न चाहन्छु साथीहरू। ल है, अब मेरो भ्लग सुरु भइसकेको छ। मेरो भिडियो गरेर छु ओइ। गाउँघरको बाटो साथीहरू एकदमै अप्ठ्यारो छ। ओ माई गड, यहाँ त पुरा के हो यो त दुधले काट्यो कि पहिरो लड्यो। ओ माई गड, चिप्लेला है चिप्लेला। छ्यास हामी अफरोड बाटोलाई पनि हामी पार गरिसकेछौँ सजिलैसँग होइन। पहाडमा हुर्केको चेलो पो त अनि यस्तो बाटो त अनि काटिहाल्छ एकदमै। बाटो बर्खा रोडहरू सबै बिग्रेका छन् साथीहरू। नेताहरूले अब बनाउने सुसार पनि छैन। सबै भ्रष्टाचारले भरिएको देशमा अब यस्तै त हो नि है। नेपाल भनेको यस्तै त हो नि। अबको जेनजी पुस्ताले अब केही परिवर्तन ल्याउँछ भन्ने आशमा अब नयाँ सरकार अब चेन्ज भइसकेको छ। अब चाहिँ केही होला भन्ने आशा गरौँ साथीहरू। ठिक छ, यस्तै छ है। एकदमै हाम्रो ठाउँतिर एकदमै रमणीय छ। के छ अनि कता हो अहिले? म जाने त तरकारी ल्याउन गएको। तरकारी ल्याउन पनि गाडी नभएर हिँड्नु परेको छ। बस अब यस्तै हो, के गर्ने। अब पज गर्नलाई यहाँ थिएँ। त्रिशुली नदी हो साथी यो है हाम्रो। एकदमै लामो छ, 180 मिटर लम्बाइ रहेको छ यसको है। एकदमै लामो रहेको छ साथीहरू। पक्कै पनि हामी माडे फाट बजारसम्म गइरहेको छौँ साथीहरू है। तपाईँ अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट दिनु होला है। जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। तरकारीको अवस्था भयो आइज के तरकारी एकदमै साथीहरू हामी बजारमा आइसकेका छौँ है। पक्कै पनि दसैँ लागिसक्यो, बजार यस्तो सुनसान छ। हाम्रो सपिङ किनमेल पनि भइसक्यो है। केरा छ, ठिक छ। केरा त अब त्यही हो। बनाना यहाँ यसो गएर सामान किन्नु छ मेरो, लिइहालौँ न भनेर दसैँको माहौलसँगै पिङ। ल लोड लाउनु नि फेरि बिस्तारै खेला। म त यार यस्तो कहिले खेलाएको छैन यार यो त। यो त खेला है, अर्कोवाला नखेला। ल खेल एक दुई पटक त अनि त्यसपछि गइहालौँ ल। खै नानी एकछिन हामी खेल्छौँ न। ल खेल्छ त्यो गरा क्या, म गरिहाल्छु यार त। यहाँबाट पनि राम्रो आउनु क्या। मलाई ल रोक।
बस म त नाम यहाँ अब उत्रे राता राता भयो पिङ्कीले गयो है किपिङ गरेको यो किपिङ गरेको मलाई के थाहा किपिङ गरेँ एकदमै हात राता राता भयो साथीहरू खेलेको पसिना भन। पसिना भयो देख्न सक्नुहुन्छ ग्यास मेरो पसिना ओ यत्तिको मेहनत दिँदै हुनुपर्छ लाइफमा यति पसिना बगाएपछि फुल्ली स्वस्थ भइन्छ साथीहरू है यो भनेको उहाँ जीको आएकै छैन पसिना हो मेरो हेर्न सक्नुहुन्छ है ओहो के साह्रो गर्मी हो घाम पनि हो